पुरानो कुरा गएको होइन। अब त्यो हामीले राम्रो पनि गर्यौँ। तपाईँले जो भन्नुभयो नि नेपाली समाजलाई हामीले उथल पुथल पनि पार्नु छ। हामी थुप्रै मान्छेहरू कलेज छोडेर गयो होइन। त्यति बेला अहिले उहाँले चाहिँ कुरा राख्नुभयो त्यो कुरा प्रचण्ड बाबुरामलाई हामीले यस्तै र उनीहरूको एउटा आदेशमा हामी ज्यान दिनुभयो। तर त्यो हाम्रो कुरा भयो र अहिले नेपाली जनताहरू अहिले धेरै दुःखमा छन्। उनीहरूलाई फेर्ने गरी हामी सोध्दै पनि छौँ र तपाईँहरूले भने जस्तै यो सपना चाहिँ हामीले देखेको छौँ होइन। किनकि हामी त्यत्तिकै हामफालेको हामीले मेहनत गरेर पढेर बुझेर नै हामी हामफालेको हो र उहाँ आमाले भन्नु पनि साथ छ होइन। हामीले धेरै कुराहरू करेक्सन गर्नुपर्ने छ। समाजमा भएका विकृतिहरू विषयहरू करेक्सन गर्नु मलाई लाग्छ नेपालमा बलिदान गर्नेमा जनताकै छलछल गर्नु तर त्यो कुरा